नेपाल देश र यसको सार्वभौमिकता सम्बन्धी संक्षिप्त जानकारी। नेपालको सार्वभौमिकता। नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न देश हो। नेपालको संविधानको धारा 2 बमोजिम नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित हुने कुरा स्पष्ट उल्लेख छ। आवधिक निर्वाचन मार्फत जनताले आफ्ना प्रतिनिधिहरू छनौट गरी सार्वभौम सत्ताको अधिकार व्यावहारिक रूपमा प्रयोग गर्दछन्। यसका थप विशेषताहरू यस प्रकार छन्। जनता। राज्यका सम्पूर्ण शक्तिहरूको स्रोत नेपाली जनता हुन्। कसैले पनि जनताको यो अधिकारलाई खोज्न वा यसको अवमूल्यन गर्न सक्दैन। स्वतन्त्रता। सार्वभौम सत्ताको अर्थ नेपाल आफ्नो आन्तरिक मामिलामा पूर्ण स्वतन्त्र छ र बाह्य हस्तक्षेप वा नियन्त्रणबाट मुक्त छ। देशको शासन प्रणाली, नीति, नियम र निर्णयहरू नेपाली जनता वा उनीहरूका प्रतिनिधिहरूद्वारा नै गर्दछन्। अखण्डता र स्वाधीनता। नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डताको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो। ऐतिहासिकता। नेपालले विगत लामो समयदेखि आफ्नो स्वतन्त्र अस्तित्व कायम राखेको छ। सन् 1816 को सुगौली सन्धिका साथै सन् 1923 को नेपाल बेलायत सन्धिले नेपाललाई विश्व समुदायमा एक सार्वभौम सत्ता सम्पन्न राष्ट्रको रूपमा औपचारिक मान्यता दिलाएको थियो। यसै कारणले नेपालको आधिकारिक सिमाना सम्बन्धमा तत्कालीन इस्ट इन्डिया कम्पनी अर्थात् इङ्ल्यान्डसँग समेत कूटनीतिक संवाद गर्नुपर्ने तथ्य उठान भएको देखिन्छ।